हेलो गाइज नमस्ते। म हिरालाल गोले कान्छाको टिकटकमा हजुरहरूको स्वागत छ। आज हामी चाहिँ चितवनदेखि चाहिँ नम्की आएको थियौँ। नम्की होमस्टे, यो चाहिँ नम्कीको होमस्टे हेर्नुहोस्। एकदम पर्यटन क्षेत्र चाहिँ बढेको छ। हेर्नुहोस् यी लुङदर सुङदर गाडेर पुरै यो चाहिँ लुङदर भयो, धर्च्यु भयो, पुरै लुङदर धर्च्यु। यहाँ चाहिँ बारबकियाहरू पुरै हेर्नुहोस् होमस्टेमा। उहाँहरू चाहिँ आज भच्चेकको चाहिँ महोत्सवमा उहाँहरू बारबकियाहरू हेर्नुहोस् त। यस्तो पुरै अहिले चाहिँ बारबकी होमस्टे प्लस पुरा गाडी। यो चाहिँ पारी चाहिँ लमजुङ, माथि सिरानडाँडा गाइज। यो नम्क्यु बजार अहिले बजार बनेको रहेछ। हेर्नुहोस् अहिले हेर्नुहोस् यी मार्केटिङ यति राम्रो भएको रहेछ। यो तल चाहिँ झ्यावा, यो झ्यावा गाउँ हेर्नुहोस् हल्का देखेको छ। यो झ्यावा गाउँ श्री हिमालय मावि झ्यावामा चाहिँ हिजो हामी पढेको ठाउँ। यो झ्यावा भयो, बाँझे, हरेनगराडी प्लस सिङजुङ पारी चाहिँ यो हेर्नुहोस् यति राम्रो छ। माथि पुइरो पुइरो लागेको छ दृश्यहरू यति राम्रो। मेरो साथीहरू उहाँ चाहिँ चितवनबाट आएको। ल हेर्नुहोस् ल, यी उहाँ सब चितवनबाट आएको, कोलटाँडीबाट। भरतपुर महानगरपालिका वडा नम्बर 11 कोलटाँडी अध्यक्षज्यू हुनुहुन्छ। उहाँ उपाध्यक्षज्यू, उहाँ म्यानेजर साहेब होइन, उहाँ चाहिँ गुर्जी हुनुहुन्छ होइन। ल हजुरहरू हेर्नुहोस् त होमस्टेमा यस्तो यति मिठो खाना बनाउँदो रहेछ नम्क्युको होमस्टेमा। हेर्नुहोस् त होमस्टेमा यति राम्रो। उहाँ बहिनीले चाहिँ भिडियो बनाउँदैछ होइन। यी बारबकी नानीहरू हामी हजुर एकदम राम्रो। हेर्नुहोस् खाना। थ्याङ्क यू भेरी मच गोले कान्छाको सबैलाई थ्याङ्क यू भेरी मच। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू मच। ल